होठ में आल्झो मुस्काने मीठो लजाई झोके को त्यो नयाँ नसम्झेर यो हावा सँगै उडेर जाऊँ जहाँ न उनको पुर्याइदे त्यहाँ जहाँ तिमी छौ त्यतै भाग्छु म पछ्याउनु भन्दा के गर्न सक्छु डोली हिँड्ने भमरा जस्तै मेरो मन जहाँ जहाँ डोर्याओस् त्यतै ढल्छु म देखेपछि नै लजाउने मै हो नि हुन त नदेखेसम्म उदासी मनमा छानी छन त मोती जस्ता दन्ता तिम्रो आँखा गाजलु अब हामी फाइनल तयारी गरेर बाहिर निस्किने जाने चाहिँ भिडियो खिचाउला को छ हामी देखेर फर्स्ट टाइम देखा था आफ्नो गाडी ल जम्न त लाउनु गाडीमा राख्यो मिठो तिम्रो मुस्कानैमा माया
तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो तिम्रो भयो भयो छोडिदियो अब भयो होइन कतिचोटि घुम्यो म हेर्छु मेरो जुन तिम्रो तिमी बिना तिमी नछोएरै हरदम छुनु रुझाइरहनु नबर्सेर
छु माया जारहर छ सवारीमा कुर्दैछु तिमीलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा कुर्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नम्बर बात होला मिठो गफ्ताफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नम्बर बात होला मिठो गफ्ताफ होला उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले सासू कडा भनेको सासू भन्दा नि बुढी पनि कडै रहेछ कि मेरो लाउनै पर्ने रे आज ठेलो जितेको जस्तै हो त अब यो दिदीको ब्याग दिनु त मलाई दुलाको त दुलासँग बस्नुपर्छ अरे क्या पछौरा र हो तपाईँहरू पछाडि जानु सबैको नमुनै बनोस् मुना मदन जस्तो राम सीता जस्तो लैला मजुला जस्तो शिव पार्वती जस्तै मन सासूको अनुहार छ पेपर पनि
भनेर के अरे अनि अब भन्छु भन्लाई म सानो छ त्यो यसोको भाबी
कहाँ पाउने हामीलाई यसमा त म गर्छु अब तिमी आइ घर मेरो भदा बाँकीमै भदा है तिमी आइ गएर मैले पुरा भएर जिन्दगी बसेर है एकदमै राम्रो
गएर चाहिँ एकजना हालेको आरे पाले तपाईँको सब तिनवटा चट्टान छ सबभन्दा ठुलो चट्टान सेकेन्ड लाइनमा सबभन्दा ठुलो चट्टान हाम्रो तिनवटा मात्रै लाइनहरू छ भेटिनै छाडे हजुर बर्पे पाछाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटिनै छाडे हजुर बर्पे पाछाया लेखिन्थ्यो रे चिठीमा सँगै सबै छुट्टै मिठो गरेर खाएको सन्जु
धन्यवाद गर्नेले भगवान्लाई ल राइट सर एउटा सञ्जय दाइ बिना एउटा आज छोटो एउटा मेरो इन्ट्रोडक्सन बताउन चाहन्छु। विशेष आजको यस शुभ विवाहको दुलहीको बुवा मेरो नाम केशबहादुर गुरुङ, तर गाउँघरमा मलाई चाहिँ मेरो उपनाम चाहिँ बिजुली हो है। बिजुली भनेपछि सबैले चिन्छ, केशबहादुर भने त कसैले चिन्दैन कि फेरि त्यस्तो छ होइन। अनि मेरो इन्ट्रोडक्सन दिनुपर्दा मेरो मावली चौरा, म चौरलीको भान्जा, मेरो आदरणीय क्याप्टेन मामा कुमार सिंह गुरुङ पनि आउनुभएको छ, मेरो चोल्टिया आउनुभएको छ। अनि मेरो ससुराली तान्चोक, म तान्चोक टाढा बिहा भएर गएको थिएँ भनेको झन् छोरीले त मलाई नागेर घाम्नु पुग्यो होइन। यो पनि एउटा खुसीको कुरा छ मेरो लागि। छोरा स्याङ्चो पुग्यो बुहारी तानेर लग्यो। र मेरो पुरानो जन्मस्थल हो मेरो कास्की खादरजुङमा। मेरो दोस्रो ठेगाना भन्नुपर्दा ललितपुर खासीखेल 14 र अहिले हालमा म ब्र्याकनेल युकेको ब्र्याकनेलमा बस्दा आइरहेको छु। र आज विशेष आज यस शुभ विवाह कार्यक्रममा उपस्थित आदरणीय मेरा
अग्रजहरू, मान्यजनहरू, इष्टमित्रहरू अनि अतिथि पाहुना महानुभावहरू, हजुरहरूले आफूहरूको व्यस्तताको बावजुद पनि यसरी हाम्रो कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार्दै कार्यक्रममा सहभागी भइदिनु भयो। एकदम भव्य प्रकारले छोरीको बिहामा हजुरहरू उपस्थित भइदिनु भयो। मेरो बडा कुटुम्बहरूबाट पनि सबै उपस्थित भइदिनु भयो। त्यसको लागि हामी दुवै दुला दुलाईको अभिभावकहरूको तर्फदेखि हजुरहरूलाई हाम्रो हृदयदेखि नै मुरी धन्यवाद र साथै न्यानो अभिवादन पनि टक्राउन चाहन्छु। हुन त म भाषण गर्नु जान्ने नेता पनि होइन है, म नेता जय परेन। तर फेरि हजुरहरूले फेरि होइन यो त अहिलेको नेपालको चुनावको माहौल छ, घन्टीको उम्मेदवार त होइन पनि भन्ला फेरि होइन, म त्यो पनि परेन एउटा हाँसौली चाहिँ। अनि हजुरहरू आएर आजको यस शुभ विवाह कार्यक्रममा उपस्थित भइदिएर मेरो छोरीलाई मेरो ज्वाइँलाई धेरै धेरै आशीर्वाद अनि बधाई अनि शुभकामना सन्देशहरू दिनुभयो र हजुरहरूको आशीर्वाद लागोस् मेरो छोरी र ज्वाइँलाई। अनि घान्द्रुङको सिमे भूमे, घान्द्रुङ गाउँको देवी देउराली, खाँद्रजुङ गाउँको सिमे भूमे देवी देउरालीले यिनीहरूको दाम्पत्य जीवनमाथि रक्षा गरून्, कल्याण गरून्, भलो गरून् र यिनीहरूको जीवनमा कहिले पनि दुःख कष्ट पीर व्याध भन्नेहरू कहिले नआइपरोस्, टाढा रहोस् र सधैँ सुख शान्ति समृद्धिले बास गरोस्, यही हामी सबैको कामना छ र असल दाम्पत्यको पनि कामना राख्दछु। र यिनीहरूको जोडी एउटा समाजमा एउटा नमुनाको रूपमा प्रस्तुत होस् भन्ने पनि हाम्रो चाहना छ। किनभने दाम्पत्य जोडी चाहिँ जस्तै नाम लिनु पर्दा लैला मजुना, मुना मदन, राम सीता अनि शिव पार्वती जस्तै त्यस्तै जोडी बन्न यिनीहरू सफल होस् भन्ने पनि हामी सबैको कामना। र म फेरि धेरै बोल्दाखेरि तपाईँहरूलाई खल्लो पनि लाग्छ, मैले कुरा गर्दै जाँदा कति कुराहरू मैले त्रुटि पनि बोल्न सक्छु, त्यसको लागि हजुरहरू समक्ष म क्षमा याचना गर्न चाहन्छु। र अरूभन्दा पनि सबै इष्टमित्रहरूको आशीर्वादले यिनीहरूको उत्तरोत्तर प्रगतिको कामना होस्, सधैँ राम्रै राम्रो फलोस् फुलोस्, हामी सबैको आशीर्वादले जय जय भय भय होस्, पूर्णिमाको जुन जस्तो ढकमक्क भरिपूर्ण होस् भन्ने मेरो कामना राख्दै म मेरो यो टुटेफुटेको दुई शब्द यही अन्त गर्दै हजुरहरूको माझबाट म ओजन पर्न चाहन्छु। धन्यवाद, नमस्ते, फेरि भेटौँला, बोलियो रहनुहोस्। म यति भन्दै फेरि मेरो एउटा यो अलिअलि दोहोरी गीत गाउने चलन छ कि मेरो होइन, तर म सिङ्गल गाउँछु है त। हाय मोडारी मोडारी श्यामला मोडारी चामी चामी फेन्दे तिया बियालासी कोडारी मोडारी मोडारी श्यामला मोडारी गे चामी जो बिया तासी फेन्दे तिया कोडारी हे कुभिनो कुभिनो ढाका कुने कुभिनो आशीर्वाद मोचमीलाई चसेरमै युभिनो कुभिनो कुभिनो ढाका कुने कुभिनो आशीर्वाद मोचमीलाई चसेरमै युभिनो हाय चैतारी चैतारी खडेरी पर्दिन चैतारी अब आमै साखम बिस्या खौरेला दो मैतारी चैतारी चैतारी खडेरी पर्दिन चैतारी अब आमै साखम बिस्या खौरेला दो मैतारी। तपाईँहरू खल्लो लाग्यो होला यो गीत त फेरि है। माइती घर तिम्रो होइन पराई घर जाऊ, कहिले कहीँ बिदा लिई जन्म घर आऊ। माइती घर तिम्रो होइन जन्म घर भन्दा ठुलो कर्म घर ठान।
जन्म घर भन्दा ठुलो कर्म घर ठान हामीलाई भन्दा धेरै अब पराईलाई मान ए सुक्का गर्दै तिमी आँसु पुछिदिउँला सुक्का नगर्नु है आँसु पुछिदिउँला फलोस् फुलोस् तिम्रो जीवन आशिक यही दिउँला माइती घर तिम्रो होइन पराई घर जाऊ बिदाली कहिले कहीँ जन्म घर आऊ। नमस्ते। केही त बोलन हे मनको कुरा खोलन म मादल गन 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 काउला तिमी जुरेली जस्तै नचला
सकिसक्यो रिङ दुईचोटि गर डबल 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 बाबुले सबै भनिसक्नुभयो मेरो बाजे चाहिँ नै काँसे गुरुङ हो हामी पार्टी लामछाने अनि मेरो बाबा सुन्दर सिंह गुरुङ र उसको कान्छो छोरा म केशबहादुर गुरुङ र मेरो छोरी मेरो सुपुत्री ऐश्वर्या गुरुङलाई मेरो मेरो अर्धनाङ्गिनी श्रीमती उषा गुरुङ मेरो जीवन सङ्गिनी है छोरी माफ गर्नु होला बिर्सेछु गुनासो आयो त्यो ठिकै हो कुरा गर्दै जाँदा धेरै कुराहरू बिर्सिसक्छ अनि हामी बुढाबुढी हाम्रो छोरीलाई चाहिँ हामीले आजको दिनदेखि हामी लामछानेको घरको गोत्रबाट हाम्रो क्रम्जे कोने सोल्टी के अरे आद्री गोत्रमा हामीले आज छोरी दान गर्दैछौँ अब पाले पुण्य मारे पाप हजुरहरूको हातमा छ सबै कुरा हामीले हजुरहरूलाई कन्यादान दिइसक्यौँ र भान्जालाई झोलीको देउता मात्र हामीले छोरी सुम्पेको छौँ अब हजुरहरूको जिम्मेवारी जे गर्नुहुन्छ गर्नुहोस् यो भन्दै म मेरो यो चाहिँ बोल्न साथ दिन्छु थ्याङ्क यू छोरी अब हामीले चाहिँ स्वीकारेका छौँ तपाईँको छोरी र हाम्रो घरमा बुहारी भएर आए पनि हामीले छोरीकै दर्जा दिनेछौँ भन्ने बाचा दिँदै हामीले एक्सेप्ट गरेर त्यो सुकी लगाउने भन्ने कुरा यो चाहिँ अब चाहिँ तपाईँलाई म भन्छु तपाईँसँग नौसुकी छ कि छैन हातमा छ होइन त म जे भन्छु त्यसको भाडा चाहिँ तपाईँले एक एक गरेर तपाईँले तपाईँको सम्झिएर दिनु होला ल पहिलो सुकीको महत्त्व छ आमाको दुधको भाडा एउटा दिनुहोस् एक्सेप्ट गर्नु भएर अनि दुलैको साथीहरूलाई सम्झेर एउटा दिनुहोस् मौलो मुखिया सम्झेर एउटा दिनुहोस् अनि मुलुकको नुन मोल चाक चुकाइ भन्ने हुन्छ नि एउटा हो त्योहरू त्यो दिनुहोस् एउटा गाउँको भलान्ती सम्झेर एउटा दिनुहोस् गाउँको कटुवाललाई सम्झिनुहोस् यो हाम्रो पालामा थियो है पहिला कटुवाल हाम्रो पालामा थियो कटुवाल भने के भन्दा अहिलेको बच्चाहरूले र कुटुनीको लागि एउटा खाँड देवताको एउटा र कुल र इष्टदेव र दुलैको बाबा आमालाई बुझाइदिनुहोस् सबै ल धन्यवाद तपाईँहरूलाई हाम्रो सुकी लगाउने कार्यक्रम भइसक्यो र अब सम्झीको सम्मान एक अर्कामा आफूले के गर्न पर्ने ल गर्नुहोस् तपाईँहरू ताली बजाइदिनुहोस् ताली भेट्ने छाडे हजुर बर्पे पाल्छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया ताली बजाउन नसक्नुहोस् है छाडे हजुर बर्पे पाल्छाया एकदम महत्त्वपूर्ण दिन हो यो उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने निकालो छयाले यस्तो राम्रो दिन भइरहेछ यस्तो राम्रो कार्यक्रम कस्तो मिठो घाम पनि लागिरहेको छ डोको बुन्ने निकालो छयाले जाने खो त तिम्रो मायाले
नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खै नाच्न गाउन रोदीमै गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खै शैलीको त्यो बोलीमा अड्किन्थ्यो मन सम्झना बेबीलाई गाए रमाइला ती छेड कठै छोटो जीवन सँगसँगै हँसौँला कालो पिरिम छोडेर जाने छोटो जीवन सँगसँगै हँसौँला कालो पिरिम छोडेर जाने पहिले पहिले त माया लौ भन्दा घरकाले दिन्थे नारे अहिले अहिले त जाली छन् सबै चोखै माया भेटिन रे डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो
हेर्दै जाऊ सिक्दै जाऊ है तिम्रो अब छोरा अब सानानी गर्न मन परे
बारेमा आउनुभएका सबै मेरो प्रिय आफन्तजनहरूलाई युकेको गुड आफ्टरनुन अनि अभिनन्दन छ। आफ्नै नातिको शुभ विवाहमा 2 शब्द बोल्ने अवसर पाउँदा मलाई अति नै गर्व लागिरहेको छ। हामी सबैलाई थाहा छ विवाह भनेको के हो। यो विवाह चाहिँ एक किसिमको सामाजिक संस्कार हो। एउटा स्त्री र पुरुषको गठबन्धनले विवाह भनिँदैन। जस्तै आज हेर्नुहोस्, विवाह भन्नाले यो दुईटा नानीहरूको मात्र नभइकन उनीहरूको समाज, कुल, धर्म, संस्कार, संस्कृति र तथा आचार विचारहरूको मिलन भएको छ। र यो विदेशी भूमिमा पनि कुनै कुराको कमी नराखिकन हाम्रो सम्झीज्यूले भव्य र सभ्य तरिकाले आफ्नो काखको छोरीलाई चाहिँ हामीलाई दान गरेर पुण्य अर्जन गर्नुको साथै हामीलाई परिपूर्ण गराइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद अनि उहाँको सधैँ चाहिँ होस्। र एकपल्ट उहाँलाई चाहिँ ताली बजाएर मसँग सम्मान गरौँ। थ्याङ्क यू। बेसी त आएन होला, पक्कै खाली त तर झोलाहरू दिनु होला। उहाँहरूलाई सही सलामत हामीले यो दिलाउन पाऊँ। ल यो सगुन पनि सम्झिएर साट भएको छ। र बिचरा हाम्रो बाबु खाली खुट्टा बिचरा चिसो भयो होला। यहाँ सालीहरू सुत्दा ल्याऊ, पैसा लिन्छ भने टाइम छैन हामीसँग है, हामीसँग टाइम छैन। सालीहरू कसले जुत्ता लुगाएको भाउजू त्यो ल्याउनुहोस्, त्यो ल्याउनुहोस्, त्यो चौरा झोला ल्याउनुहोस्। यो हाल्नुपर्छ अब। रेडी है, अब रेडी के काम लागेन कि जुत्ता लुगाउन राख्न यार, यस्तो नराख्न यार। समय क्याच गर्ने हो होइन, त्यही अनुसारले चाहिँ अब सालीहरूले के त्यही भनेमा समय क्याच गर्ने हो। त्यही भएर सालीहरूले अन्डरस्ट्यान्डिङ गर्नु पर्यो। भेनाले जति दिन्छ चुक्काएर लिएर हिँड्नु पर्यो। तिमीलाई धेरै माया, कहिले दुःख दिन्न। 24 आवर्स खुसीबाट राख्छु होइन। दिदी त तिम्रो दिदी भोताने भइसक्यो के। चाहिन्छ कि चाहिँदैन कति आउँछ
सबै मेरो मेरो मनमा छ भन्नु अघि लेखे पनि सता सबै कम लाग्छ कान्छीलाई पाउने यो हाँसैमा दिनहरू यसै ढल्दैछ आँखामा आउने यो सपना पुरा गराउने चाहना छ के गर्ने हो बजेला भन्नु आमा म पाल्छु भने भगवान सम्झिने है भगवान किन किन लाग्छ प्राणै किन लाग्छ मन डरले तित्यो बित्यो कहिले बुझ्ने तिम्रो नै हाँसैहरू कुसरमा मायाको छापै लागोस् भाग्यमा बेन बजे घुमै तुला कुराहरू दबिएर सबै यहीँ छ क्यामेराम्यान अब ल वेलकम वेलकम ल बुहारीलाई तपाईँलाई पाल्नको लागि लाउनु तर मेरो घर आएर मलाई
एउटाले छोएको भयो अझै छैन गोल्डन कलर मन पर्छ गोल्डन कलर Congratulations, happy married life. God bless you both. हो त्यसो गर्नु क्या संस्कार सिकाउने त यति बेलामा हो क्या टिका लगाउनेहरूले हात पुस्न ल्याएको Thank you.
लाइक दिस थ्याङ्क यू बुहारी होइन यो घरको छोरी पनि हो बिहा हुने बेला मात्रै भेट्छौँ हामी
एउटा बिहे गर भरिदिन्छ एकैछिन धन्यवाद